हेलो गाइज, वेलकम टू माई एनदर ब्लग। सो आज हामीहरू पार्टी गर्न आछौँ। के को चटपटे पार्टी गर्न आछु। अनि कहाँ पोखरी साइडमा। अनि यहाँको भ्यू एकदम 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 राम्रो छ। अनि पीछे तो देखो मान्छेहरू हामी माथि हेरिरहेछ। अनि हामीहरू यहाँको ब्युटिफुल नजारा हेरिरहेछौँ नि। चटपटेको मजा उठाइरह्यो गाइज। सो कति 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 राम्रो भ्यू छ। अनि हामी यहाँ बसेर चटपटे खाने। आप भी खा लो। मेरो दिदीलाई डर लागिरहेछ, फोन पानीमा नगइहालोस्। गाइज यहाँको नजारा कति राम्रो। अनि कमेन्टमा पनि भनिदिनु होला कहाँको यो ठाउँ छ। सो वाउ ब्युटिफुल। अनि यहाँ हाम्रो चटपटे पार्टी। अनि यहाँ मेरो दिदी खानामा मगन। अनि यहाँ हामी चिलपाडामा हेरेर आओस् मान्छेलाई। यति राम्रो नेचर छ, यति राम्रो, यति मिठो हावा पनि आइरहेछ। त्यसैले हामीहरू यहाँ बसेर चिलपाडामा हावाले मेरो सबै कपाल माथि माथि भइसकेछ। इग्नोर गर्नु होला। गाइज यहाँ हेर्नु के छ यो। उसलाई हेरेर मलाई यति डर लागिरहेको थियो। गाइज मेरो दिदीको बेस्ट फ्रेन्ड छ साप। त्यसैले जहाँ पाए नि उसलाई नि हेर्छ। हेरेर उसको हातमा बेडिन्छ त्यो साप। अनि मेरो दिदी अहिले सोचिरहेको थियो कि म साप हेर्छु, अनि अहिले हेरिहाल्नु भयो। भन्नु त के हो आँखामा। सापलाई आफ्नो बेस्ट फ्रेन्डलाई हेरेर इमोसनल भयो। हल्का त कसरी तपाईँको फ्रेन्डसिप भयो त्यो सापसँग म आइहाल्छु। बच्चैदेखि फ्रेन्डसिप भएछ। अनि तपाईँको त ठुलो बेस्ट फ्रेन्ड जस्तै छ। अस्ति मेरो प्लास्टिक गयो पानीमा। अस्ति मेरो घरमा साप आएको थियो। अनि मेरो दिदीको हातमा ब्रासलेट जस्तै त्यो घुँडमे थियो। घुमेको पुरा हातमा बेडे थियो त्यो साप। अब कुन साप थियो, कुन साप करैत थियो। त्यसैले मेरो दिदीको ठुलो 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 बेस्ट फ्रेन्ड हुन्छ नि। मान्छे पनि त्यस्तो हुँदैन, त्यस्तो उसको साप बेस्ट फ्रेन्ड छ। सो गाइज हाम्रो पार्टी भइसक्यो। अब हामी घरतिर लागेको। कता जाइछ दिदी भनेर अब हामी घरतिर लागिरहेछौँ। अब लाइक गर्नु, कमेन्ट गर्नु, सेयर गर्नु, अनि सब्सक्राइब गर्नु। अनि सब्सक्राइब पनि गर्नु। अब हामी चाहिँ गए घर। बाई बाई। सबैजना ह्याप्पी ह्याप्पी बस्नु होला।